हेलो साथीहरू, आज चाहिँ है यस्तो दामी मौसम उब्रिएको छ काठमाडौँमा है। यस्तो खतरा तरिकाले चाहिँ अब दसैँ लागेको छ। यहाँबाट चाहिँ पुरै माउन्टेन एभरेस्टहरू पनि पुरै देखेको छ है। सरर तरिकाले माउन्टेन एभरेस्ट यस्तो दामी देखेको छ है। ल हेर्नुहोस् गाइज हो ए यस्तो बबाल देखेको छ। ल काठमाडौँ भ्याली पनि यस्तो दामीले उडेको छ काठमाडौँ भ्याली। र हाम्रो साथैमा चाहिँ किर्तिपुरको माथि जङ्गल पनि यस्तो राम्रो, यस्तो दामी झ्याउकुरी, यस्तो दामी झ्याउकुरी कराएको छ है गाइस। होस् ल हेर्नुहोस् यस्तो दामीले पुरै मकैहरू पनि यस्तो खतरा भएको छ। मकै पनि यहाँ चाहिँ प्यारा जम्पिङ गर्ने ठाउँ छ है साथीहरू। पुरै अब कत्रो भिड छ क्या, यहाँ बनायो भने त हुन्छ क्या। कति ठुलो छ नि यहाँ। साथी हो, मैले चाहिँ तपाईँहरूलाई आजको काठमाडौँको भ्यू चाहिँ टक्क तरिकाले र अनि हाम्रोबाट देखिने भ्यूहरू चाहिँ यस्तै छ पुरै। र अरू भन्दा पनि माउन्टेन एभरेस्ट चाहिँ बब्बालाई देख्छ है, बब्बालाई। अझ मेरो त खासै मोबाइलको त्यति राम्रो के चाहिँ भएन, जुम खासै हुन्न, त्यसैले गर्दा मैले भन्ने जस्तो चाहिँ देखाउन सकिनँ है। ल हेर्नुहोस् यो हिमालको नामहरू चाहिँ कुन कुन हो, तर मलाई त्यति एक्ज्याक्ट थाहा चाहिँ भएन होइन। तर पनि एकदम खत्रै देखेछ। ल त यति भन्दै बाई बाई साथीहरू। फेरि नेक्स्ट भिडियोमा अरू भिडियोहरू ल्याउने नै छु। माया गरिदिनु होला सबैजनाले। नयाँ छु, सबैजनाले सब्सक्राइब फलो गरिदिनु होला। बाई बाई।